साइकल त चढ्नु भएको छ म यहाँलाई सोधौँ यहाँले गाडी चढ्नु भएको छ मोटरसाइकल चढ्नु मोटरसाइकल यहाँले मोटरसाइकल कतिमा किन्नुभयो 6 लाखमा त्यसको परल दाम इन्डियामा कति हो 280 कर घटाउँदाखेरि 1 लाखको 280% गर्दाखेरि त्यो त 2 लाखको हो यहाँ आउँदा 6 लाख हो त्यो 2 लाखमा तपाईले भान्सार त तिरिसक्नुभयो नि व्यापारीले भान्सार तिरेर ल्यायो दुकानबाट मलाई उसको भान्सार मेरो टाउकोमा हाल्दियो 6 लाखमा बेच्यो उसले भान्सार तिरिसक्यो उसको भान्सार मैले बोकेँ त्यसको परल मूल्य 2 लाख हो त्यो 2 लाखमा आएको मोटरसाइकल भान्सारले 6 लाखको भयो त्यो जब दुकानमा आयो दुकानमा तपाईँ र मैले त्यो मोटरसाइकल किन्दा त 6 लाखमा भ्याट तिर्यौँ नि त अनि भान्सारमाथि भ्याट लगाउने यो कस्तो शासन हो यो देशमा त वामपन्थीले शासन गरे होइन एकपछि अर्को वामपन्थी प्रधानमन्त्री के अरे अर्थमन्त्री भएको होइन तपाईँ हामी भान्सारमा कर तिरिराखेका छौँ भान्सारमा कर तिरेर मोटरसाइकल जब कार्यालयमा पुग्छ कार्यालयमा पुग्दाखेरि फेरि त्यसको 38-40 हजार फेरि अर्को राजस्व तिर्नुपर्छ त्यति मात्र होइन त्यहाँबाट हामी निकाल्छौँ र सडकमा आउँछौँ त्यहाँ पनि कर तिर्छौँ वर्षको चाहिँ 10-12 हजार रुपियाँ गाडी चढ्नेले 38-40 हजार रुपियाँ त्यो कर तिर्छौँ तेल हाल्न जान्छौँ तेलको दाम 180-90 कति छ ओके त त्यसमा त्यो 10 रुपियाँ छ बुढी गण्डकीलाई तोकेको छ नि त मैले कर तिरिरहेको छु बुढी गण्डकीलाई मेरो राज्यले मबाट लिइरहेछ 170 मा भ्याट लाउनु पर्ने हो नि 180 मा भ्याट लाउँछ मैले बुढी गण्डकीलाई तिर्या मेरो अनुदानमा पनि मैले कर तिर्ने यो नालायक चीजलाई हाम्रो बौद्धिकहरूले बुझेन हाम्रो अर्थशास्त्रीले बुझ्यो परिणाम देश टाट पल्ट्यो देश कसरी टाट पल्ट्यो भन्दाखेरि सबै नागरिक जति सोच्यो बैंक धनी भो 48 अर्ब नाफा आज कोअपरेटिभ डुब्दैछ फाइनान्स इन्स्टिट्युसन डुब्दैछ अनि त्यसपछि गरिब डुब्दैछ नेपाली गरिब हुँदैछ तर बैंक धनी हुँदैछ एउटा अभिजात वर्ग मात्रै अभिजात वर्ग त्यो अभिजात वर्गले के गर्यो भन्दाखेरि ऊ त कन्ट्र्याक्टर थियो व्यापारीबाट ऊ बैंकर बन्यो बैंकर सँगसँगै ऊ बीमा चलाउने बन्यो बीमा चलाउने बैंक चलाउने व्यापार गर्ने उद्योग खोल्ने सबै थोक त उसको हातमा थियो पैसा अब अहिले आएर ऊ केमा पनि पुग्यो सांसद पनि बन्यो नीति बनाउने ठाउँमा पनि पुग्यो यो वित्तीय एउटा दलाली एउटा अर्थतन्त्र र पुँजीवादको एउटा निकृष्ट स्वरूप एकापट्टि अर्कोतिर शिक्षा कस्तो छ शिक्षा सबै विदेशीले भनेको ठिक युरोपियनले भनेको ठिक ओके एउटा शब्द भन्दिउँ न अमेरिकन राष्ट्रपतिको घरलाई व्हाइट हाउस भन्छ तर तपाईँ हामी बैंकमा डुब्यौँ भने ब्ल्याकलिस्ट भन्छ नि कालो नराम्रो सेतो राम्रो भन्ने जुन हिजोको उपनिवेशवादी शिक्षा हो त्यही शिक्षा हाम्रो दिमागमा हालेको छ अर्थशास्त्री उसको कानुनविद उसको म्यानेजमेन्टको एक्सपर्ट उसको त्यो लिएर मेरा दिमागमा भर्या छ अनि ऊ वहाँ बसेर शिक्षा निर्माण गरेर उसका किताबबाट मलाई ड्राइभ गर्छ सर्भेलेन्स क्यापिटलिजम एकापट्टिको चक्का छ सर्भेलेन्स क्यापिटलिजम नोलेजको उपनिवेशवाद अर्कोतिर छ के अरे निकृष्ट वित्तीय पुँजीवाद किनभने उसको बजार विस्तार गर्दै गर्दै यहाँ ल्यायो अनि मेरो किसान उत्पादन गर्छ दूध मैले पटक पटक एउटा उदाहरण दिने गरेको छु नि त्यो उदाहरण कस्तो हो भन्दाखेरि भएकै घटना म आफैसँग भएको घटना सिन्धुपाल्चोकको 5 पोखरी जाँदाखेरि माधव खोलामा भात खान बसेका थियौँ 5-6 जना एकजना किसानले 5 लिटर दुध लिएर आयो उसलाई त्यो दुकानको होटलको बहिनीले यो कराईमा दुध खनाउनुहोस् भनेर लगायो कराईमा दुध खनायो अनि ऊ बस्यो टोपी निकालेर बिब्ल्याटो पारेर पसिना पुस्यो अनि एकछिन पछाडि त्यो एउटा फुच्चे देउता बहिनी भन्यो त्यो कोक फुच्चे खायो अनि मलाई बडा अचम्म लाग्यो दूध बोकेर आएको मान्छे कोक खाइरहेछ किसान ओके हाफ प्यान्ट लाएर आएको छ चप्पल प्याट पारेर आएको छ चप्पलको पछाडि त्यो खिएर सिद्धिएर पाल परेको छ अनि मलाई बडा अचम्म लाग्यो अनि मैले त्यो बहिनीलाई सोधेँ यो कोकको दाम कति त्यो भारी बोकेर माथि चाहिँ डडेलोमा हालेर त्यो पहाडमा पुर्याएको त्यो कोकको दाम 33 दुधको दाम 27 भनेपछि 27 रुपियाँमा दुध बेचेर नेपाली 33 रुपियाँको कोक खाएर कोको उहाँ मालिक भनेपछि हामी त मल्टिनेसनल कर्पोरेसन लाई सेवा गरिरहेछौँ नि त भनेपछि यो देशको शासनले सम्पूर्ण जनताको श्रम र उसको मेहनतबाट उत्पादन भएको जुन पैसा हो त्यो पैसा मल्टिनेसनल कर्पोरेसनलाई पठायो र देशमा जनता तन्नम भएको अवस्था छ यदि कुनै घटना घट्यो भने खान पाउने स्थिति छैन किनभने रेमिटेन्स रोकियो भने
त्यो रेमिटेन्स रोकिएपछि ब्लक हुन्छ, सबै कुरा ब्लक हुन्छ। अनि सबै कुरो ब्लक हुन्छ। खाद्यान्न उत्पादन छैन, शिक्षा छैन, केही छैन, उत्पादन छैन। मान्छे 60,000 को आइफोन बोकेर हिँड्या छ, स्कुलमा पढ्ने 7 क्लासको बच्चा आइफोन बोकेर हिँड्या छ। अनि ऊ के भन्छ भन्दाखेरि त्यो आइफोन बोकेर हिँड्या छ, क्लासमा जाँदैन, 9 बजे उठ्छ र के भन्छ भन्दाखेरि यो देशमा अवसर छैन। तिमी विदेश गयो भने मात्रै तिम्रो सपना बुनिन्छ, यो देशमा बस्यो भने तिम्रो सपना तुइन्छ भनेर बाबुआमा त्यही सिकाउँछ, होटलवाला त्यही सिकाउँछ, रेडियो त्यही सिकाउँछ, टेलिभिजन त्यही सिकाउँछ, स्कुल त्यही सिकाउँछ। भनेपछि यो राष्ट्र मार्नका लागि यसको घाँटी न्याकेको छैन र। अनि त्यसपछि नयाँ शक्ति आउँछ राजनीतिमा। राजनीतिमा ऊ विचारको कुरो गर्दैन, व्यक्ति भए पुग्छ भनेर भन्छ। व्यक्ति केन्द्रित राजनीति आउँछ। ऊ के भन्छ भने देश विकास नभएको पुँजीवाद नभएर हो भन्छ। पुँजीवादले सबैको ढाड भाँच्या छ। यो कुरो बुझाउन अब हामीले चाहिँ के भन्दाखेरि अभियानको रूपमा जनतालाई यो कुरो बतायौं, मिडियाहरूले बताए भने हुने हो। तर मिडिया त के गरिरहेछ कर्पोरेट बनाएर? अब एकजनाले 12 भाइ भन्यो, कर्पोरेट बढी बनाएको छ, ऊ विज्ञापन ल्याउँछ र ऊ के भन्छ भन्दाखेरि बिरामी बाबुले हर्लिक्स खानुपर्छ भन्छ, हर्लिक्स बेचाउँछ, विज्ञापनबाट चलिराखेको छ। तर गाउँमा मैले उत्पादन गरेको चामल बिक्दैन। मार्सी चामल होटलले खान्छ, ओके, अनि 40-50 रुपियाँ किलोमा बेच्छ। त्यो मार्सी चामल 40 रुपियाँमा बेच्ने किसान चाहिँ फेरि 120 रुपियाँको चामल, 150 रुपियाँ कति पर्ने हो त्यो चामल लगेर खान्छ। यो वितण्डा कसले क्रिएट गर्दै? यी राजनीतिक पार्टी जवाबदेही छैनन् यसमा।